नमस्कार साथीहरू, तपाईहरूलाई आजको भिडियोमा स्वागत छ। सो भर्खरै चाहिँ नतिजा एसईको आयो र धेरैजना विद्यार्थीहरू चाहिँ पास भएका छन्। उहाँहरू चाहिँ अब कक्षा 11 मा पढ्नका लागि एडमिसन गरिरहेका छन् र धेरै विद्यार्थीहरू चाहिँ एडमिसन गरिसकेका छन् र केही विद्यार्थीहरू चाहिँ बाँकी नै छन्। सो अब तपाईहरूले चाहिँ आफ्नो एडमिसन छिटो गर्नु होला है, किनभने तपाईहरूको चाहिँ कक्षा 11 को कक्षा सञ्चालन भनेको अब छिटो नै हुनेछ। कहिले हुँदैछ तपाईहरू चाहिँ भिडियोको अन्तिमसम्म थाहा पाउन सक्नुहुनेछ। सो भिडियोलाई एक लाइक तथा यस युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला यस्तै जानकारीको लागि। सो आजको भिडियो सुरु गरौँ। भर्खरै तपाईहरूको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चाहिँ सूचना सार्वजनिक गरेको छ। सो नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र। सो तपाईको चाहिँ कक्षा 11 को पाठन सम्बन्धमा रहेको छ है। सो तपाईको चाहिँ यहाँ देख्न सक्नुहुनेछ शिक्षा विकास तथा समन्वय इकाइ सबैको लागि है। प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबार काठमाडौँको चलानी नम्बर 641 मिति 2083 साल 2 महिना 4 गतेको पत्र अनुसार शैक्षिक सत्र 2082 को मध्यम शिक्षा परीक्षा एसई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पठन पाठन विक्रम सम्वत 2083 साल असार 1 गतेदेखि सूचना प्रवाह एवं पत्रचार गर्न भनी लेखी आएकोले सोही अनुसार हुन निर्णय अनुसार अनुरोध छ। सो तपाईको चाहिँ यहाँ सिग्नेचर देख्न सक्नुहुनेछ शाखा अधिकृतको। अनि तपाईको चाहिँ कक्षा सञ्चालन भनेको अब तपाईले चाहिँ बुझिसक्नु भएको छ कि असार 1 गतेदेखि तपाईको चाहिँ कक्षा 11 मा तपाईको चाहिँ वेलकम हुन्छ है। र तपाई चाहिँ कुन विषय पढ्न चाहनुहुन्छ तल कमेन्ट गर्नुहोला। जाँदा यस युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला, भिडियोलाई लाइक तथा शेयर गर्नुहोला है।